हेलो नमस्ते मी माइसेल्फ सन्देश मगर फ्रम उदयपुर नेपाल। आज फेरि 10वटा मन छुने लाइनहरू मैले मेरो आवाजमा हजुरहरू माझ लिएर आएको छु। अन्तिमसम्म सुनेर साथ दिनुहोला है। जिन्दगीमा कहिलेकाहीँ केही शब्दहरू यति गहिरो हुन्छन् कि आँखा रसाउँछन्, मुस्कान हराउँछ अनि मन भिज्ने गर्छ। जब मन भारी हुन्छ, जब सपना टाढा देखिन्छ, तब यस्ता शब्दहरूले साथ दिने गर्छन्। यो संसारले जतिसुकै भनोस् गाह्रो छ भनेर, तर तिमीले आफैलाई यो भन्न सक्नुपर्छ कि म गर्न सक्छु। जिन्दगी एउटा निरन्तर चलिरहने यात्रा हो। यात्रामा तपाईँ भनेर भेट्ने, तिमी भनेर नजिकिने अनि लास्टमा त भनेर छुट्टिनेहरू प्रशस्तै भेटिने हुन्छन्। बस तिमी कसैको मतलब नराखी अगाडि बढिरहनु। मन मिल्ने जोडिँदै जान्छन् अनि मन नमिल्नेहरू छोडिँदै जानेछन्। दुनियाँलाई सम्झाउन जस्तो सजिलो आफूले आफैलाई सम्झाउन कहाँ हुने रहेछ र। कहिलेकाहीँ त आफैसँग हुने आफ्नै मन पनि निकै भारी लाग्ने रहेछ। सबैलाई खुसी बनाएर राख्न खोज्दा खोज्दै आफू कति बेला दुखी भयो पत्तै भएन। सम्बन्ध भनेको चाहिने कुरा हो, तर आफूलाई भन्दा माथि चाहिँ कहिले पनि कसैलाई राख्न नहुने रहेछ। स्वार्थको दुनियाँमा बस्नुभन्दा त एक्लोपनको संसार नै प्यारो लाग्छ मलाई। अब समयले कहाँ देखाउँछ, के गराउँछ, कता देखेको छ बाटो, जता डोर्याउँछ त्यतै जानेछु। मैले त आफ्नो हाँसो पनि तिम्रो लागि सजाएको थिएँ अनि खस्दै गरेको यो आँसु पनि तिमीलाई नदेखाउन लुकाएको थिएँ। तर खै तिमीले कहिले मेरो त्यो मर्म बुझ्नै सकेनौ माया। प्रेमको मजाक तिमीले गर्यौ, तर यो पटक सही मान्छेसँग गलत गर्यौ तिमीले। मेरो मायाले मातिएको तिमी अब म बिना आत्तिएको चाहिँ कहिले सुन्न नपरोस् है माया। जहाँ मेरो आवश्यकता अनि महत्त्व नै छैन भने त्यहाँ मैले जबरजस्ती खोज्न पनि त भएन। देखिने घाउ भए पो मलमपट्टि हुन्छ, नदेखिएको घाउ छ बस छटपट्टि मात्रै हुने रहेछ। आफ्नो लागि त ठिकै छु जस्तो लाग्छ, तर अरूको नजरमा भने कहिले पनि सही हुनै सकिन। थोरै मान्छेले मात्र दुःख बुझ्ने रहेछन्, बाँकी सबैले त कहानी सुन्न मन पराउने रहेछ। सानो छँदा बुबाले बिहानै उठेर भन्नुहुन्थ्यो, आज पनि रातभर निन्द्रा नै लागेन। मैले यो सोच्थेँ कि किन निन्द्रा लागेन होला भनेर, तर आज आएर थाहा हुँदैछ कि अनि बुझ्दैछु जब जिम्मेवारीले च्याप्छ अनि पैसाको अभावले गर्दा आफन्तहरू टाढिन्छन् नि, तब जति कोसिस गर्दा पनि निन्द्रा नलाग्ने रहेछ। प्रयास, बलिदान, बगाएको त्यो आँसु अनि प्रेम सबै बेकार हुने रहेछ यदि उसले चाहेको मान्छे तिमी होइनौ भने। रिसमा लुकेको माया र हाँसोमा लुकेको आँसु बुझ्ने मान्छे पाउन पनि भाग्य नै चाहिने रहेछ। यो भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। मन छोयो भने लाइक थिचिदिनु होला, कमेन्टमा तपाईँको मनपर्ने लाइन लेखिदिनु होला र सब्सक्राइब गरेर सधैँ जोडिएर रहनु होला है साथी। आउने दिनमा हामी यस्तै जीवनमा काम लाग्ने नयाँ नयाँ भिडियोहरू लिएर आउने नै छौँ। फेरि भेटौँला, तर बिदा हुनु अघि एउटा सानो सन्देश दिन चाहन्छु। यो जीवन हामीलाई एकपटक मात्र मिल्छ, हरेक दिनलाई अवसर बनाउनुहोस्। आज यो कुरा मनमा राख्नुहोस् कि जबसम्म तपाईँले आफूले आफैलाई विश्वास गर्नुहुन्न नि, तबसम्म यो संसारले कहिले पनि तपाईँलाई विश्वास गर्नेवाला छैन। आफ्नो ख्याल राख्नुहोला, सधैँ अगाडि बढिरहनुहोला अनि आफ्नो मेहनतको दममा यो देशमा आफ्नो नाम होइन, दुनियाँमा हाम्रो देश नेपालको नाम चिनाउनुहोला। हवस् त, थ्याङ्क यू फर वाचिङ। जय नेपाल।